ल, आज हामीसँग आइपुगेका सामग्रीहरूमा अलिक गहिरिएर हेरौँ है त। हामीसँग नेपाली गफ भन्ने एउटा संवादको अंश छ, अनि त्यसैसँग जोडिएको स्टडी गाइड र केही प्रश्नहरू पनि। मूल विषय चाहिँ जेम्स क्लियरको त्यो चर्चित किताब एटोमिक ह्याबिट्स। हो एटोमिक ह्याबिट्स। रमाइलो कुरा के छ भने यो सामग्रीले त्यो किताबको बारेमा नेपालीमा भएको कुराकानीलाई समेट्दो रहेछ। हो, हाम्रो काम आज त्यही हो। त्यो संवादले किताबका मुख्य विचारहरूलाई कसरी प्रस्तुत गर्यो, होइन, कत्तिको प्रभावकारी ढङ्गले गर्यो, अनि त्यसबाट के निचोड निकाल्न सकिन्छ भनेर केलाउने। बिल्कुल। र त्यो संवादको शीर्षक नै सानो बानी ठूलो परिवर्तन, एटोमिक ह्याबिट्सको कुरा। यसले त किताबको सार समात्न खोजेको जस्तो देखिन्छ नि, होइन? कसरी ससाना लगभग देख्दै नदेखिने दैनिक कामहरूले पनि जिन्दगीमा ठूलो फरक पार्छ भन्ने नै त हो नि यसको केन्द्र। तर के शीर्षक जस्तै प्रस्तुति पनि त्यति नै वजनदार थियो त? यो हेर्नुपर्छ। एवं मुख्य कुरा जुन स्रोतमा बारम्बार आएको छ त्यो हो हरेक दिन 1% सुधारको अवधारणा। यो सुन्दा त निकै आकर्षक लाग्छ, होइन र? हो नि। अझ वर्षको अन्त्यमा 37 गुणा प्रगति हुन्छ भन्ने हिसाब। त्यो संवादमा यसलाई कसरी राखिएको थियो? के यो गणितीय हिसाब मात्र देखाइयो कि यसको पछाडिको मतलब त्यो मर्म पनि आयो? एकदमै। यो 1% को विचार शक्तिशाली त छ, तर यसको मतलब हरेक दिन सजिलै सुधार हुन्छ भन्ने चाहिँ होइन। स्रोतमा रमेश भन्ने सहभागीको उदाहरण छ नि, बिहान उठ्ने बित्तिकै फोन नहेर्ने। थियो। यो सानो परिवर्तनले उनलाई प्रोडक्टिभ महसुस गरायो भनिएको छ। यो राम्रो उदाहरण हो। तर के त्यो संवादले यो 1% सुधार कायम राख्न कति निरन्तरता, कति अनुशासन चाहिन्छ भन्ने पक्षलाई पनि देखायो, कि केवल त्यो सकारात्मक नतिजामा मात्र केन्द्रित रह्यो? यो महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ मलाई। हो त नि। नत्र त 1% त हो नि भनेर सुरु गर्ने 2 दिनमै छोड्ने पनि हुन सक्छ नि, हैन? अनि अर्को एउटा तरिका पनि उल्लेख छ, ह्याबिट स्ट्याकिङ। ह्याबिट स्ट्याकिङ हो। सीता भन्ने सहभागीले यसको प्रयोगबारे बताएकी छिन्। यो पुरानो बानीसँग नयाँ बानी जोड्ने तरिका भनेर परिभाषित पनि गरिएको छ। तर के यसको पछाडिको सिद्धान्त किन यो प्रभावकारी हुन्छ भन्ने कुरा पनि खुलाइएको थियो त? सीताको उदाहरण चिया पिएपछि 5 मिनट ध्यान गर्ने एकदमै व्यावहारिक र सम्झन सजिलो छ। ह्याबिट स्ट्याकिङले काम गर्ने कारण के हो भने यसले हाम्रो दिमागमा पहिलेदेखि बनेको त्यो बानीको बाटो, के अरे न्युरल पाथवे प्रयोग गरेर नयाँ कामलाई जोड्न मद्दत गर्छ। स्थापित बानीले नयाँ बानीका लागि ट्रिगर वा सङ्केतको काम गर्छ के? अच्छा। अब प्रश्न के उठ्छ भने त्यो नेपाली संवादले यसलाई एउटा उपयोगी टिपको रूपमा मात्र प्रस्तुत गर्यो कि क्लियरले भने जस्तै बानी बसाल्ने ठूलो प्रणाली, त्यो मेक इट अब्भियस, अट्र्याक्टिभ, इजी, स्याटिस्फाइङको एक हिस्साको रूपमा? कहिलेकाहीँ सरलताले गहिराईलाई ओझेलमा पार्न सक्छ नि, होइन? त्यसो भए समग्रमा हेर्दा के देखिन्छ भने त्यो नेपाली गफ संवादले एटोमिक ह्याबिट्सका अवधारणाहरूलाई नेपाली परिवेशमा सरल भाषा र दैनिक जीवनका उदाहरणहरू जस्तै फोन, चिया, ध्यान यिनीहरू प्रयोग गरेर बुझाउने प्रयास गरेको रहेछ। हो, प्रयास राम्रो देखिन्छ। यसको राम्रो पक्ष भनेको यो धेरै मानिसका लागि पहुँचयोग्य हुनु हो, विषयप्रति रुचि जगाउनु हो नि त। निश्चित रूपमा व्यक्तिगत अनुभव र कथाहरूले जस्तै रमेश र सीताका मानिसलाई छिटै छुन्छ, त्यो त हो सिद्धान्तभन्दा बढी। तर तपाईले भने जस्तै सरलीकरण गर्दा किताबको त्यो वास्तविक गहिराई वा त्यसलाई लागू गर्दा आउने चुनौतीहरू कतै छुटे कि भन्ने ठाउँ चाहिँ रहन्छ। हो, त्यो पनि हो। के श्रोताले बानी परिवर्तन गर्न चाहिने मेहनतलाई कम आके कि एउटा सम्भावित जोखिम हो? त्यो संवादको उद्देश्य सतही जानकारी दिनु मात्र थियो कि साँच्चै बानी परिवर्तन गर्न प्रेरित गर्नु थियो भन्ने कुराले पनि फरक पार्छ। तसर्थ यी स्रोतहरूलाई केलाउँदा के निष्कर्ष निकाल्न सकिन्छ भने नेपाली गफको प्रयास प्रशंसनीय छ, जटिल लाग्न सक्ने अवधारणालाई स्थानीयकरण गरेर सरल बनाउने। यसले धेरैलाई किताबप्रति वा बानी सुधारप्रति आकर्षित गर्न सक्छ। पक्कै पनि। तर गहिरो बुझाइ वा त्यो प्रणालीगत परिवर्तनका लागि भने किताबकै अध्ययन वा अझ विस्तृत स्रोत आवश्यक पर्न सक्छ। हो, र यसले एउटा चाखलाग्दो प्रश्न पनि उब्जाउँछ नि। जब हामी कुनै विचार वा ज्ञानलाई एउटा भाषा वा संस्कृतिबाट अर्कोमा लैजान्छौँ, कतिसम्म सरलीकरण गर्नु उपयुक्त हुन्छ? कहाँसम्म? हो, कति सरलीकरण गरेपछि त्यसको मौलिकता वा त्यो शक्ति नै हराउन थाल्छ? त्यो सही सन्तुलन कहाँनिर होला? यो आफैमा एउटा सोच्नुपर्ने विषय हो जस्तो लाग्छ।